दर्शक वृन्द नमस्कार अनि हार्दिक स्वागत छ। यति बेला हामी रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नम्बर 4 नम्जा माझिरा टोलमा छौँ र यहाँ हामीले देखेका थियौँ हजारी फुल देखेका थियौँ र त्यस विषयमा हामीले छोटो भिडियो बनाउँ कि भनेर बुवालाई हामीले स्वागत गर्न चाहन्छौँ। स्वागत छ बुवा हजुरलाई। स्वागत छ नानी। हजुरको नाम? मेरो बुद्धे बिष्ट। बुद्धे बिष्ट। हजुर। अनि तपाईँले हजारी फुल लगाउनु भएको छ, कुन ठाउँबाट ल्याउनु भयो? मैले पहिले यो इन्डियाबाट ल्याएको नानी। हजुर। यो हामी तल हनुमान मन्दिरमा गएकी थियौँ। हजुर। वहाँबाट ल्याएको लखनऊबाट। हजुर। अनि त्यो बिउ राखौँ त भनेर हजुर राखेको। हजुर। राम्रै फुल्यो अझैसम्म नि। अब 10-8 वर्षदेखि मैले लगाइरहेको छु। हजुर। अझैसम्म नि राम्रै छ। अहिले भाट्टिन लाग्यो। थोरै गर्छु मैले खेती। पहिले त धेरै हुन्थ्यो। हजुर। त्यस्तै छ अलिअलि। अनि यसको बिउलाई कुनै ठाउँ वितरण पनि गर्नु भएको छ कि गर्नु भएको छैन? अरू मान्छेले पनि लगेका छन् या छैनन्? लगेका हुन्। कोहीले लगे, जोगाउन सकिन हुन्। त्यही पनि अब मैले त अझैसम्म राखिरहेको छु। हजुर। तपाईँको अब यिनी तुलफुल अब मैले यो हजार गर्छु जा। हजुर। पर मैले वितरणी मैले गर्दैन। मैले आफ्नो उसको लागि हो, रमाइलोको लागि। हजुर। आफ्नो अब यिनी कृष्ण भगवान्हरू आउँछन्, यिनी अब दै देवताहरू बास गर्छन् भनेर मैले लगाइरहेको छु। अनि यो फुल फागुन महिना मात्र फुल्छ या त के हो अङ्कल यसको विशेषता? यसको विशेषता मैले पनि देखेको छैन। हजुर। पर फागुन महिना फुलेको हजारी हजुर मैले रमाइलो लागेर मैले अझैसम्म नि बिरुवा जोगाइराखेको छु। हजुर। अनि यसलाई अरू ठाउँ पनि दिने गर्नु भएको छ या के छ? लग्नेवालाले त लग्छन् जा। हजुर। अहिले अब छिप्पेको छ भने तपाईँले नि लग्न सक्नुहुन्छ। हजुर। अघि छिप्प्या छैन कि अझैसम्म? हजुर। 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 मैले दिइरहन्छु। मैले लाउन अब उनले सक्दैन हुन्। हजुर। अब बर्खे हजारी, यो हिउँदे हजारी। हजुर। अब यो थाहा पान्नन् कसैले पनि। हजुर। ओके, कोही जान्नेले मात्रै हो कि यो हजारी यो हो, यो हजारी यो हो भन्ने थाहा हुन्छ। त बर्खे हजारी र हिउँदे हजारी अब कसैले थाहा पान्नन्। अनि सुन्नुहोस्, तपाईँले यो हजारीमा केही औषधि हुन्छ? कुनै फुलमा त औषधि पनि हुन्छ होइन? यो हजारीमा तपाईँले केहीको औषधि हुन्छ भन्ने जानकारी पाउनु भएको छ या पाउनु भएको छ? मैले पाएको छैन नानी, यो पाएको छैन। हजुर। मैले यस्तो गर्छु कि मैले यो फुलहरूको लागि त जब मैले बर्खामा अब अलिअलि मैले बिरुवाहरू जोगाइरहन्छु। हजुर। अन्त त्यहीको लागि मैले यस्तो उमा देख्छु कि मैले सुनेको पुराणमाहरू भगवान् कृष्णले यिनी वास्ता गर्छन्, यिनी दै देवताहरूले वास गर्छन् भनेर मैले लगाएको मात्रै हो। अनि घरमा को हुनुहुन्छ? घरमा त अब श्रीमती छ, एउटी बुढी। हजुर। मेरो ए नाति, दुईटा नातिहरू छन्। हजुर। यति छन् नानी। अनि छोरा छोरीहरू? छोराहरू एउटा बुहारी पातिर छि। हजुर। जेठी बारी। के गर्नुहुन्छ बुहारी? उसले अब उस्तै सानो ढेबुरी लगाएर बसिरहेको छि। किराना मारहरू बेच्छि। हजुर। यो दुईटा त अब यस्तै छन् नानी, दुःखको कुरा छ। एउटाले अब यसको आमाले उ गर्यो, यसको बाउले विवाह गर्यो अर्को। हजुर। अन्त त्यहाँदेखि अब यसले म बस्दिनँ भनेर, अब म सौटामा बस्दिनँ भनेर यसको आमा उहिले गई। हजुर। अन्तिर शिल्पबाट बिहा गरेको थियो। हजुर। अन्त त्यो अब घुमचाल पुगेर गई। यसको कान्छी आमा अब कहाँ छ त्यो अहिले थाहा छैन। छोरो पनि विदेश गएको हेर्नु। कति वर्ष भयो विदेश गएको? विदेश गएको अहिले 3 वर्ष भयो माघमा। अलि त्यस्तै छ, अब दुःखको कुरा छ। अब कहाँ त्यो लापत्ता छ भनौँ, त्यो थाहा छैन। अनि बाख्रा पनि पाल्नु भएको रहेछ हजुरले? कतिवटा बाख्रा पाल्नु भएको छ? मैले बाख्रा त छन् हेर्नुहोस्, 11वटा छन्। 11वटा छ? हजुर। अनि बेच्नु पनि हुन्छ होला बोकाहरू होइन? कहिले अब बढी भयो भने चाहिँ मैले बेच्ने नि गर्छु। हजुर। बाख्रा पनि खोज्न आयो भने बेच्ने नि गर्छु नि। त्यहीले अलिअलि अब आफ्नो गुजारा चलाउने त्यही गर्ने हो। अरू त अब त्यस्तै छ। छोराले नि अब आफ्नो टाइफो गर्छन् हेर्नु। हजुर। हजुर। होइन। हजुर।
उसले पनि अब बुहारीहरूले नि हेरचाह गर्छन् कसो गर्दाखेरि कान्छी बुहारीले त गर्दिनँ जेठी बुहारीले मलाई हेरचाह गर्छ हजुर छोराले नि अब विदेश छ जेठो छोरो नि कान्छो छोरो नि विदेश छ कान्छो छोरोको त अब थाहा छैन त्यसले पैसा नि पठान्न जेठो छोरोले त अब यहाँ अब मलाई गुजरात गरेकै छ जेठोले हजुर अनि तरकारी खेती पनि लगाउनु भएको छ के रोप्नु भएको छ तरकारी खेती तरकारी खेती त त्यस्तै हो नानी अरू यस्तै आफूले गुजरात भाजीहरू आलुहरू गोबी अलिकता रोप्छु हेर्नु आफूले बिक्री गर्ने त मैले गर्दिनँ तर आफ्नो खानेभरि गुजरात छ तर यहाँबाट फेरि सजिलो पनि हुन्छ होला नि त ढुवानीको लागि होइन किलाचोर लगेर छोडिदिनु भयो भने त गाडीले सुलीचोर लगिहाल्छ यहीँ पनि गाडी मगाउने नि आउँछ हजुर हो पर मैले यो के काम गर्नु सक्दैन मैले हौदैन अब बुढेसकाल लाग्यो हजुर त्यही भएर मैले गर्दिनँ नानी बुढी लम्मा खेती आज हामीले काकाको एउटा मिठो रमाइलो गीत पनि सुन्नेछौँ गीत गाइदिनु पर्यो एउटा काली पारे दाइ कति राम्रो ढाका डोबी काँदैमा गलबन्दी खेतीपाती नेर चिनी ठुला रुखा मुनि मनको कुरा मनमै रहु जहिले सुकै पनि काली पारे दाइ कति राम्रो ढाका डोबी काँदैमा गलबन्दी चट चट पानी बसिरहन्छ यो हजुर हिउँदैभरि अरे बर्खैभरि हो किन हजुर अन्त हिउँदैभरि पनि लरा टानिरहन्छ बस्छ अन्त बल्लका पछि अब फाउन महिना फुल्यो हेर्नु फुल्छ यो अरू जस्तो तिहारमा फुल्ने फुल होइन यो कार्तिक महिना यो फुल फुल्दैन फागुनमा फुल्छ एकदम लास्ट फाउन अब यही फाउन लाग्यो भने मार्च फाउन बस यतिमा फुल्छ छिप्या छैन नानी अझै छिप्या छैन नि छिप्या छैन त्यसो भए म कुनै दिन आएर त्यसको बिरुवा लग्न पाउँछु मैले सक्नुहुन्छ बिउ लग्नुहुन्छ हजुर यसको हो किन हजुर यसको बिउ किन कस्तो भन्नुहुन्छ भनेपछि अझै छिप्या छैन यो हजुर अब चैत महिना वैशाख महिना छिप्पिन्छ यो हजुर अनि त्यसको बारी तपाईँहरू आउनुभयो घुम्नुभयो भनेपछि मैले उतिखेर अब यस्तो लगेर अलिअलि मट्टीमा हजुर मिलाइदिने हजुर त्यसलाई अब पानी हालिदिने अन्त जम्छ यो हजुर जम्दैन यो लरा अनि तपाईँले जमानामा रमाइलो पनि गर्नुहुन्थ्यो होला होइन छुट्टी बस्न कति गइन्थ्यो काका गइन्थ्यो उतिखेर जमानै राम्रो थियो हो कि होइन हजुर उतिखेर अब छुट्टी बस्ने गीत गाउने गऱ्यौँ हेर्नुहोस् म यहाँ बसिनँ हेर्नुहोस् फेरि कहाँ बस्नु मलाई कालाबारमा 15 वर्ष अरे 12 वर्षबाट ल्याएर म कालाबार हिँडेँ हेर्नुहोस् हजुर अन्त 12 वर्षको यहाँ आए काम हजुर 24 वर्ष 25 26 27 28 29 30 वर्षमा मैले बिहा गरेको हजुर त्यसपछि अहिले त आनन्दै छ आनन्दै छ बुढेसकाल लाग्यो हेर बस्नु भएको छ होइन आरामसित जिन्दगी चलेकै छ जिन्दगी चलेकै ठिक छ हुन्छ काका तपाईँसँग हामी कुनै दिन फुर्सद भएको समयमा तपाईँसँग कुराकानी गर्नेछौँ मिठा रमाइला कुराकानी गर्नेछौँ धन्यवाद